ल आज चाहिँ यहाँ ठ्याक्क हाम्रो दाइको कारमा चाहिँ अब हामी जान लागेको। अब यसो मैले पनि ट्रायल हान्छु होला दाइको कारमा। ल गियर ठ्याक्क पारेर खोल्ने। ड्राइभरको चाहिँ यता रहेछ, म चाहिँ अब ड्राइभर हो फेरि। अब ठ्याक्क पारेर ड्राइभर। अनि यहाँ यस्तो यहाँ दाइ पछाडि छ। के भयो मेरो सर्च अगाडि ल ए ल दाइले यो पछाडिबाट यसरी गर्नु ल। अब यो सबै निस्कियोस्। यहाँ सिट बेल्ट बान्नु त पहिला। सिट बेल्ट बान्नु पर्यो पहिला। कुन हो ब्रेक? कहाँ उताको यो क्लच हो? क्लच उताको ब्रेक। यो ब्रेक हो? ल ठिक छ। यति क्लच र ब्रेक थाहा भएपछि भयो। ब्रेक डिएन हो तिम्रो जस्तै स्टार्ट हान्न भयो। त्यो तारा नि तिम्रो अर्को भोगेको थियो त मलाई हुन्छ। म चाहिँ कहिले किन्नु हो यस्तो कार? अब किनिहाल्नु पर्छ नि सर। तर सोचेर मात्रै लाउने किन्ने हो। खोइ चाबी खोइ? चाबी अब स्टार्ट हान् त्यहाँ ब्रेक हाल्नु। ब्रेकसम्म ढ्याङ हाने क्लच हान्नु पर्यो पहिला। ब्रेक हानेर ल ब्रेक। अनि सिधै यो कुन हो? यो डीमा यो न्युट्रल हो। डीमा हाल्ने कुदाउने हो कि यसरी कुन आरमा रिटर्न हैन? आरो रिटर्न यहाँ च्यापेर डीमा लाग्यो। डीमा भएन? अब मैले बिस्तारै छोडेँ। उता गाडीहरू हेर यो गर्दाखेरि यो साइडमा यसरी गर्नुपर्छ हैन? अरे म त लाइसेन्स प्राप्त हो भनौँ। आइरहेछ एकदम। ल धेरै पछि जय विश्वकर्मा बाबा। ल यस्तो गरेर अब डीमा रिटर्नमा पक्का हालेर ए पछाडि त मजाले देखिँदो रहेछ त। यस्तो भएपछि मैले हाँक्न सकिन्छ यार। यस्तो गरेँ होइन? अनि यस्तो गरी मजाले सिधा गर्ने होइन? ल मैले बढाएँ है। जय विश्वकर्मा बाबा। दाइ खासमा चाहिँ हामी यो अहिले आइसक्रिम खान जानु खोजेको। कहाँ आइसक्रिममा जानु? आइसक्रिम अनि ट्याक्क हामी तिनजना आइसक्रिम खाउँ ल। होइन म त घर जान्छु भाइ भाउजू। दाइ यता आउनु ल। दाइको गाडीमा आयो। दाइको गाडीमा गाडी एकछिन चलाए पनि अब चाहिँ हामी दाइको रुम चाहिँ यतै हो कि। अब यहाँबाट दाइ घर जानु हुने, हामी चाहिँ यता माडतिर जाने। ल दाइ बाई है। ल दाइ अब हाम्रो डेस्टिनेसन हाम्रो के अरे उसमा लाग्यो गन्तव्यमा है। गन्तव्यमा। अनि हाम्रो गन्तव्य चाहिँ कहाँ हो भन्दा आजको मिसन भनेको आइसक्रिम खाने होइन त? आइसक्रिम खाने हो, उतातिर जाने हो। स्टुडियो पहिला जाउँ ल। यहाँ कतानिर छ स्टुडियो? स्टुडियो के गर्ने? फोटो खिच्ने? फोटो खिच्ने अहिले निकाल्ने कि भरे? एकछिनमा निकाल्छ होला नि त।
केही गर्नु पर्दैन एकछिनमा प्लात्तै निकालिदिन्छ जाने त्यहाँ बस्ने होइन मजाले बस्ने केही गर्नु पर्दैन निस्किहाल्छ स्टुडियो यहाँ चाहिँ मल्टिफेम 4 फेम 2 जाङ भनेपछि यसरी गर्छ यहाँको मान्छे हुँदैन अनि कसरी यहाँ थिच्ने हो कि के गर्ने हो यार ठ्याक्कै थाहा भएन होइन ल यता आउनु त ल यस्तो छ होइन ग्यालरी मलाई यो ठ्याक्कै थाहा भयो नि त इन द ओरिजिनल फ्रेम यो ठ्याक्कै थाहा भएन अब यही छ त गर्ने रहेछ काम गरे फोटो हेरेरै आउँछ अब कलर गर्नुपर्ने ल त्यो कलर सरर अब थाहा छैन माछालाई त सानो निस्किएछ यो चाहिँ होला चाहिँ खै अर्को सब सिके हेर्नु त ठ्याक्क बिल आयो ठ्याक्क हाम्रो बिल आयो पे गरेपछि बिल आउँछ बिल आएपछि अब हामी यहाँ वेटिङमा बस्नुपर्छ सर यो माथि पर्दैन अब हाम्रो बनाउँछ त्यो भ्यानिला कता छ भ्यानिला यहाँ छ दाइको सामान आयो मेरो सामान आउँदैछ सम्झा मेरो पनि आयो अब यसरी यो लिएपछि बस्नै मिल्दैन क्या यहाँबाट खुरुखुरु हिँड्नुपर्छ अब हामी अगाडि बढ्ने छौँ आउन दाइ यो त मिठो हुन्छ है साह्रै मिठो हुन्छ नि होइन एकदमै
कस्तो फ्रेस भयो यार के अरे म दाइसँग किन हिँड्छु थाहा छ दाइसँग हिँडेँ कि आइसक्रिम खाइहाल्नुहुन्छ क्या अनि म त्यो आइसक्रिम खानको लागि पनि दाइको पछि हिँड्ने हो नि त यस्तो म त कोरियामा स्पेसल आइसक्रिम नै हो नि त्यो पनि गर्मी अब हामी यतैबाट हिँड्दै जाने हो